ज्ञान ठुलो तर चाहिँ नमस्कार है सबैजनालाई सञ्चोग पनि त्यस्तै पर्यो गरिब दुखीहरूको ऋणको पीडित भएका व्यक्तिहरूलाई पनि वास्ता गरेन आफू मात्रै कमाउने भए काङ्ग्रेस र एमाले र अहिले तपाईँको जम्मा मानिसहरू यो काम गर्ने मान्छे इमान्दार मान्छे यो अमिर बाबु गुरुङ भनेर जिल्लाभरि रेकर्ड राम्रो आएकाले गर्दा हामी अमिर बाबु गुरुङलाई तारामा भोट हाल्ने हिसाब किताबले हामी हिँडेका छौँ। पानीको चाहिँ बडा समस्या रातभरि झगडा लडाइँ गरेर चाहिँ पनि पानीको जग्गा भन्यो भने पुग्दैन। अलिकति यो रोड चाहिँ खाल्टाखुल्टी छ ओखलढुङ्गा जाने यो चाहिँ रोड चाहिँ अलिक राम्रो खालको पिच भएदेखि राम्रो सुधार भएदेखि हुन्थ्यो जस्तो लाग्छ होइन। सिँचाइका समस्या भए खानेपानीका समस्या भए हरेक कुराले समस्या छ भनेर साध्यै छैन यहाँ त भइरहेको छ अलि रोडमा खाल्टाङखुल्टुङ त्यस्तै छ। बाटोघाटो चाहिँ अब सबैतिर ट्र्याक चाहिँ खोलेको छ तर त्यो व्यवस्थित भएको छैन। खाल्टाखुल्टीहरू अब बिग्रिरहेका छन् बर्खाले भत्किरहेको छ। नाली चाहियो पहिलो हामीलाई नाली चाहिँ सट्ट पानी चाहिँ सर्लक्क यो पुलाबाट मुनि जानु पर्यो रोडमा आएको पानी डलबाट जानु पर्यो सबभन्दा खासै आफूले एउटा कुरा म भनौँ हजुर अब आफूले नबुझे पनि हो र राम्रो मैले व्याख्या पनि गर्न सकेन राम्रो पिक्चर पनि गर्न सकेन त्यो अरूको चाहिँ मिलेन। मैले के भने एकीकृत बस्ती विकास भनेर मैले भने मेरो अभियानै हो एकीकृत बस्ती विकासको बजेट पनि परेको मेरो गाउँमा रातो किताब म प्रमाणै छिन्छु मसँग प्रमाणै छ हो रातो किताब एकीकृत बस्ती विकास भनेर मैले भने रामपुरलाई एकीकृत बस्ती विकास प्रवर्तन गर्ने भने त बजेट रातो किताबमा राखेर त्यो सञ्चालन पनि भइसकेको छ तर त्यो ल्याएको अब त यो त एकीकृत बस्ती विकास भने त ढल बिजुली बत्ती पोल ढलको हो नि यो त भने पिचको हो नि त्यो त अब त्यो त एकीकृत बस्ती विकास यो त के भने आवधिक भनेको यो जबसम्म एकीकृत बस्ती विकासको ढल पोल र यो अन्डरग्राउन्ड जब हुँदैन बिजुलीको तबसम्म यो कन्टिन्यू पर्ने यो नीति कार्यक्रम बजेटमाथिको छलफलमा परेको छ। यो काम गर्ने व्यक्तिलाई पार्टीले नै ठेल्दो रहेछ टिकट अर्कातिर लगाएर हाल्दो रहेछ। त्यस कारणले गर्दा अहिले यतिखेर काम गर्ने मान्छे अमिर बाबु गुरुङले यो प्रदेशकै चुनावमा धेरै रकम ल्याएर हाम्रो ओखलढुङ्गा जिल्लामा विकास गरेको हो। त्यही त अब अनि त्यो विकास गरेको लहरले गर्दा जनताहरूले अमिर बाबु गुरुङ भनेर अहिले जिल्लाभरि भनेका छन्। यस्तो मान्छे चाहन्छु जो कि यहाँको लागि शिस्त स्वास्थ्यका अरू रोजगारको लागि होइन हजुर सबैको लागि चाहिँ हेर्ने चाहिँ हामीले चाहिँ त्यस्तो प्रतिनिधि चाहियो। दोस्रो तपाईँको जस्तो विदेशले मान्छे प्लान धेरै हुन थाल्यो। अब यहाँ एउटा मान्छे कहीँ बित्यो भने बुढो मान्छे यहाँ तपाईँको मलामी मान्छे भेट्ने काम छैन भन्दा त्यो मान्छे भेट्नु छोडो किनभने अब सबै त यहाँबाट केही छैन भयो खालि विदेश प्लान गर्नु थाल्यो। काङ्ग्रेस रामरी खतियाड जिल्ला पनि दुईचोटि जित्नुभयो। त्योभन्दा अगाडि सुनारले दुईचोटि जित्नुभयो तर उहाँहरूले केही पनि यो रामपुर खाल्टाका लागि केही पनि गर्न चाहनु भएन। अमिर बाबु गुरुङले पहिले चाहिँ उसले पनि प्रतिनिधि चलाएकै हो एकबार जितेको पनि हो फेरि बिचमा हार्यो हो किन तब अहिले अब फेरि ऊ उठ्दैछ उसको विचार विमर्श के छ उही जान्दो छ होइन हजुर। उहाँले राम्रोसँगले विजय गर्नुहुन्छ उहाँको दिनैपिछे प्रगति बढिरहेको छ दिनैपिछे भोट बढिरहेको छ। उहाँले सबै मान्छेले भट्टाभरिसँगले तपाईँको एमालेकै पार्टी छोडेर ठुल्ठुला मान्छे तपाईँको अहिले तारामा गएका छन्। रुखका मान्छे पनि भट्टाभरि आइरहेका छन् किनभने रुखमा त के भयो भन्नुहुन्छ भने अब त्यो रामरी खतियाडले टिकट नपाएपछि मान्छे निराश भएर भोट दिने ठाउँमै रुखमा अमिर बाबु गुरुङ भन्दा अरू कोही देखाएको छैन। उहाँ राम्रो व्यक्ति हो उहाँको लागि हामीले भोट पनि हालेको हो। उहाँले यो ठाउँको लागि विकास राम्रो धेरै पनि गर्नुभएको र योभन्दा अगाडि चाहिँ के कसो कैफतले कहाँ के भयो अब हुन त जनताकै कैफत त होला। जनताले अलिकति केही आशा देखाइदियो अर्कोतिर कुद्ने अलिकति गतिलो काम गर्ने मान्छेलाई नहेर्ने नछान्ने नभएदेखि अमिर बाबु गुरुङले यो ठाउँको लागि ओखलढुङ्गा जिल्लाको लागि एकदम राम्रो काम गर्नुभएको थियो। उहाँ अमिर बाबु गुरुङले धन कमाउनु छैन उहाँले किनभने कुनै कसै केही गर्नु छैन उहाँलाई चाहिँदो सम्पत्ति आफैसँग छ उहाँहरूले इज्जत राख्ने विकासको काम गर्ने त्यस कारणले गर्दा उहाँ विकासका लागि एकदम तन्मन दिने नेता भएकाले गर्दा थोरै बोल्ने काम धेरै गर्ने भएकाले सबै जनताले मन पराएका हुन्। विकासको कामहरू चाहिँ यही जुन अहिले तारामा उठ्नुभएको अमिर बाबु गुरुङले यो हाम्रो स्कुलको खेल मैदानदेखिको यो माथिसम्मको रामपुरको सिरानसम्मको कुलोको योजना पनि दिनुभयो हरेक कुरो दिनु पनि भएछ। अब हामीलाई चाहिँ भोट चाहिँ उहाँलाई नै दिने विचार गरेका छौँ। उहाँ राम्रो मान्छे हो किनभने उहाँले मेरो ठाउँलाई चाहिन्छ मेरो जिल्लालाई चाहिन्छ मेरो गाउँलाई चाहिने भने विकास प्रेमी नेता नै हुनुहुन्छ उहाँ। तर उहाँले के गर्नु भएन पार्टी चाहिँ चेन्ज गर्नुभयो एउटा त्यो मात्रै उहाँको मलाई चाहिँ लागेको पार्टी चेन्ज नगरिकन बरु स्वतन्त्र उठेर आउनुभएको ज्ञानेन्द्र रुमदालीको जसरी होइन
त्यसरी आउनुभयो पछि पार्टीमै समायोजन हुँदै उहाँ त सेभ हुनु होला तर उहाँसँग पछि लाग्ने जस्तै हाम्रो यहाँ भयो तोयनाथ काफ्ले हुनुहुन्छ पार्टी अध्यक्ष उहाँले अब पछि गएर स्थानीयमा अब हामीले मेयरको रूपमा हेर्ने कुरा भइरहेको थियो होइन अब उहाँले अब पछि कसरी कुन पार्टीबाट चाहिँ उहाँ मेयर उठ्नुपर्ने हो अब होइन उहाँहरूलाई चाहिँ गाह्रो पऱ्यो भन्ने कुरा हो मेरो चाहिँ